ए भन्छ ओए अरे उठा मेरो वाह वाह फुल अफरोड गाइस फुल अफरोड गाइस हेलो गाइस नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल सुमन विश्वन ब्लग अहिले चाहिँ हामी कहाँ छौँ भनेपछि पढ्नुहोस् अहिले चाहिँ हामी आएका छौँ के भन्छ नयाँ गाउँ माथि पुलाचरदेखि माथि नयाँ गाउँमा आएका छौँ मा भन्छ हिजो राति आएको हिजो भिडियो चाहिँ केही गर्दैन अनि अहिले चाहिँ हामी के खान आएका छौँ भनेपछि के भन्छ अरे मामा यसलाई ऐसलु भन्छ यो चाहिँ हाम्रो लोकल ऐसलु ऐसलु खान आएका छौँ पहिला टिपम मा भान्जाले सब लाएर कस्तो छ एमी ल अहिले मामा भान्जाले पहिला खाम यस्तो छ पहिला गाउँघर भनेको यही हो गाउँ यस्तो हुन्छ चट्ट लगाएर यस्तो अब टाढा टाढा भिर डाँडा पाखा जे जस्तो भन्ने यता हुन्छ जस रमाइलो छ यस्तो महँगो हालेर खान पर्छ कि तर यहाँ चाहिँ हेरौ मजाले टिपो खा जो आए पनि टिपेर मजाले खान पाइयो किन्न परेन अर्ग्यानिक परेन यस्तै अरूले टिप्दैन आफूले फेरि खान नि पाइयो फेरि वाह यस्तो मिठो रहेछ अरे यहाँको त ल अहिले चाहिँ मामा म यता छ हाम्रो चाहिँ प्राय पहाडमा चाहिँ एकदम धेरै मात्रामा हुने चिज हो चाहिँ यो चाहिँ हाम्रो स्वास्थ्यको लागि धेरै राम्रो हो यसमा कुनै औषधि यताउति केही हालेको हुँदैन टिप्नु नै मामा यार यस्तो ब्लगरले टिप्ने कुरो भएन तर यो टिपेर खाने बेलामा चाहिँ एकदम सुरक्षित तरिकाले टिप्नुपर्छ ल म चाहिँ अहिले यहाँ बसेँ अब यहाँ बसेर बिस्तारै यस्तरी हामीले चाहिँ गाउँघरमा यस्तरी खाना हुन्छ अब बजारतिर हुँदैन बजारमा बस्ने मान्छेले के थाहा ए मामा हाल्टो रहेछ क्या यहाँ तान्नु त ओए उठा मेरो हाल्टो भन्दामा 100 किलोले कहाँ तान्न सक्छु म 65 केजीकोले खाल्टो पो रहेछ तल जाऊँ तल हेरौँ बाटो पनि यस्तो छ ल हेर्नुहोस् न बाटो अब झ्याङ छ यहाँ अब छैन यहाँ कतै बाटो केही छैन अब हाम्रो माइजू गरे यहाँ भयो अब यो बाटो आएर यता बाटो छ अब बाटो हेरौँ कस्तो वनमा छ हामीले खाने भनेको मलाई लाग्यो यो चाहिँ स्ट्रबेरी हो है नेपाली स्ट्रबेरी अब बजारमा बस्ने सहरमा बस्ने मान्छेले त के थाहा नभए वाउ भेरी नाइस मामाले आउनु हुनुहुन्थ्यो खै त आउनु भएन को मामा लैदिन टिपेर लैदिन थोरै धेरै त लाग्ने कुरो भएन हामी त खास आएको हाम्रो ट्विन्स बेबी भएका छन् हाम्रो मामा माइजूको ट्विन्स बेबी हेर्नु आएको हामी खास कुरा ट्विन्स बेबीको नि भ्लग आउँछ राम्रो मिठो आउँछ अहिले चाहिँ टिपम पहिला के परो पहिला टिपम पहिला धनाधन टिपम अनि त्यसपछि हेरौँला है त यस गाइज ल मामाले नि अहिले हातमा यति टिपिसक्नुभयो मैले चाहिँ यति टिपिसकेँ हातमा अब हातमा टिपेर अब यति थोरै अरू भन्दा नि केमा राख्न पाएको भए सजिलो हुन्थ्यो लामा होइन हाम्रो चाहिँ एउटा बोरा लिएर आउनु पर्दो रहेछ गाइज बोरा लिएर आएको पनि यस्तो ठुल्ठुला छन् कि ल हेरौँ न यो सब पहेँलो हेरौँ न यस्तो मिठो हुन्छ गुलियो हुन्छ केही छैन हामी जति ठुला भए पनि हामी केराटी नै छौँ ए हो माथि क्या दामी थियो कहाँ माथि हामी यस्तो भनेको अग्ला मान्छेले मात्र हो क्या यस्तो सानो मान्छेहरूले टिप्न गाह्रो हुन्छ हामी यस्तो अग्लो हातमा लाउनु क्या हातमा ल गाई चाहिँ अहिले चाहिँ कोहीले यस्तो ऐसोले खानुहुन्छ त्यो हेर्नुहोस् ल अब त हामी बाटो हेरौँ पनि यस्तो झ्याङ छ कि यस्तो झ्याङ छ गाइज अनि अहिले चाहिँ हामी माथि आएको छौँ यस गाइज ल अहिले चाहिँ हामीले यति धेरै टिपेन पनि यति मात्र टिप्यौँ अब जाउँ घर हामीले ल टिपिसक्यौँ ल मामालाई नि पहिला चहाम
तिमी माइजल अलिकति देऊ मलाई देऊ अनि तिम्रो टी सर्ट चाहिँ उता झारा गएर के यस्तो होला त जङ्गलभित्र जाँदा स्वादिष्ट छ त अनि धेरै स्वादिष्ट छ नि यो त त्यो चाहिँ हाम्रो अर्ग्यानिक सबभन्दा अर्ग्यानिक धेरै अर्ग्यानिक हामी त खाइएको नि टर्न लोकल मान्छेहरू हो यो अनि बजार चाहिँ छेउमा बसेको मान्छेकै पानी आउँछ यसको स्वाद त्यति फैलिन्छ अनि अहिले चाहिँ हाम्रो चाहिँ मोल हालेर चाहिँ हामीले गोरुले जोतिन्छ यता अब ट्र्याक्टर हुँदैन बजार ठाउँको जस्तो गाउँ ठाउँमा अनि यहाँ चाहिँ हाम्रो कान्छो मामा जेठो मामा बेबी समाएर बस्नु भएको छ अनि यता पछि गएपछि हाम्रो यो चाहिँ गाउँ हाम्रो नयाँ गाउँ भन्छ यसलाई कुहिरो पनि लागेको छ जाडो अनि धेरै जाडो छ अहिले यतातिर अनि त्यही भएर चाहिँ सब कुहिरो चाहिँ यस्तरी लागेको छ क्लाउड अनि अहिले चाहिँ यो लगभग बेसीतिर होला सब गर्मी होला यता सबै अनि यता चाहिँ जाडै छ मौसम यस्तरी मल छर्नुहुन्छ मल छरेर चाहिँ हामीले हलोले जोतिन्छ बजारतिर चाहिँ कस्तो हुन्छ भनेपछि सबै ट्र्याक्टरले जोतेको हुन्छ यता चाहिँ सबै हातले हुन्छ अनि दुईवटा गोरु राखेर चाहिँ जोतेको हुन्छ अहिले हामी बजार जाने भन्दा अघि चाहिँ हामीले देख्यौँ भनेपछि यहाँ चाहिँ हामीले अहिले हेर्नुपर्छ कसरी जोतिन्छ भनेर हाम्रो चाहिँ दुईवटा गोरु पनि रेडी भइसक्यो हलो पनि रेडी भइसक्यो हाम्रो चाहिँ परम्परागतदेखि नै आइरहेको यसरी नै हामीले खेतीपाती गरिन्थ्यो पहिल्यैदेखि अहिले पनि यस्तै रहेछ गाउँमा जे भए पनि अनि अब बजार सबै ठाउँमा चाहिँ अब सानो ट्र्याक्टर भयो भने ठुलो ट्र्याक्टर भयो भने जोतिराखेको हुन्छ ढिलै नलाग्ने रहेछ अनि अहिले चाहिँ यस्तो गोली राखेर यस्तो गरेर जोत्दै हिँड्दै गर्ने पछि मकै हालिराखेर आउनुपर्ने हुन्छ अहिले चाहिँ हाम्रो जिम्माले मकै हाल्दै आउनुभएको छ अघि चाहिँ गोरी हुन्छ र अब अहिले चाहिँ हामी यहाँ डिलमा आएर बसेका छौँ माथि चाहिँ जोत्दै हुनुहुन्छ त्यहाँ यता यता हजुरबा हाम्रो हजुरआमाले अनि अहिले चाहिँ हामी यहाँ गाउँमा छौँ अहिले यस्तो छ कि गाउँमा ल हेर्नुहोस् न अब यो सब भिरपाखा चाहिँ हामीले हेर्न पनि डर लागेको छ कि हामीले हेर्न पनि डर लागेको छ र यस्तो ठाउँमा घाँस काट्नुहुन्छ कि मान्छे ल हेर्नुहोस् न यस्तो ठाउँमा गएर यस्तो मजाले घाँस काट्नुहुन्छ अब हामीले आएर हेर्न पनि डर लागेको छ हाम्रो जेठो मामा यता हुनुहुन्छ हाम्रो कान्छो मामा यता हुनुहुन्छ मामा यस्तो यता हेर्नुहोस् ब्लगमा सबैले चाहिँ लाइक सब्सक्राइब गरिदिनु होला मेरो भान्जालाई ल स्वागत छ हाम्रो मामालाई हाम्रो ब्लगमा ल अहिले चाहिँ हामी हेरिसक्यौँ जोतेको हेऱ्यौँ यता भिरपाखा गाउँठाउँको सबै हेऱ्यौँ अनि अब चाहिँ हामी घर जानुपर्ने हुन्छ घरमा नि काम छ चाहिँ हाम्रो यो माथि गाउँ भयो गाउँमा जे जस्तो भए पनि गोरेटो बाटो हुने क्या जतासुकै यस्तै अब हाम्रै गाउँठाउँमा हेरौँ भनेपछि सबै त्यहाँ रोड बाटो आएर सबै ठुल्ठुलो भइसकेको छ अनि अहिले चाहिँ भन्छन् अनि अहिले चाहिँ हामी माथि आइसक्यौँ अब चाहिँ बाइक साइक निकालेर हामी चाहिँ घरतर्फ जानुपर्ने हुन्छ यस गाइज ल अहिले चाहिँ हामी मामाको सोमेथीमा आएको थियौँ अनि बस्यो रमाइलो गरेर अब चाहिँ हामी घर फर्किनु लाग्यो बाइक पनि हामी रेडी भइसक्यो अनि यहाँ चाहिँ स्कुल रहेछ स्कुल चाहिँ अहिले बन्द भएको रहेछ अनि अहिले चाहिँ मामा म फर्किसकेको छ ल मामा ल जाउँ ल गाइज अहिले चाहिँ हामी लागिसकेका छौँ बाटो यस्तो अफरोड छ कि यहाँ त के हो र गाइज अहिले त झन् तल चाहिँ फुल अफरोड छ डिलाडी एउटै लिकबाट हिँड्नु न म चाहिँ फलाएर तल आइसकेँ ए ल जानु एक गियरमा अलि बटार्नु पर्छ क्या यो वा फुल अफरोड गाइज फुल अफरोड फुल्ली अफरोड छ क्या रोक्नुहोस् न मलाई नि गाइज ल अहिले चाहिँ बाटो यस्तो खतम छ नि यहाँ यो बाटो चाहिँ यहाँ गाडी फँसेको छ भन्नुभयो एउटा बाइक चलाउनु भएको दाइले अनि अहिले चाहिँ हामी फर्किन लागेको छौँ फेरि फर्केर अर्को बाटो चाहिँ जानुपर्ने हुन्छ पसिनाले बेलायत
अनि अहिले चाहिँ मामाले त चलाउनु लाउनु भएको छ हो पछिबाट आनन्दै हुने रहेछ बरु हात दुखेर रातो भइसक्यो अपलोडमा यार सब ढुङ्गो छ क्या फुल्ने ढुङ्गै ढुङ्गा हो क्या अब अघि मैले चोक्दै जाम त भनेको थिएँ यो बाटो जाम त भनेको फेरि अब के होला सर्टकट जाम भने सर्टकट गइयो आखिरी बेला यही बाटो फर्किन पर्ने हुने रहेछ यो पानी यस्तै छ बाटो फुल अफरोड अब बिस्तारै बिस्तारै देख्नुभयो कति गाह्रो हुने रहेछ ल जानु जानु ल यस्तो गाह्रो खै उफ्रिएर भन्न पर्छ मामा कहाँ आएको मामा कहाँ त फर्किनेलाई होला छ बाटो ए म हिँड्दिनँ मामा बरु बस्नुपर्छ मलाई अब यहाँ त हिँड्दैन आफू अनि बाइकमा हिँड्नु भएको छ मलाई भने अब यहाँदेखि हिँडेरै जाने ल तलसम्म अहिले चाहिँ बल्ल अलि राम्रो बाटो आएर अहिले बल्ल ठाउँ बाहिर हिँड्न लागेको अहिले त बाटो चाहिँ खत्तम बाटो चाहिँ खत्तम छ त्यही पनि हामी जाउँ बिस्तारै बिस्तारै यस गाइज ल हामी चाहिँ अहिले अर्को बाटो घुमेर आएको थियौँ किनकि यहाँमा चाहिँ उस रहेछ क्या यो बाटोमा चाहिँ ठुलो ट्रक आएको रहेछ सानो बाटो छ अनि योमा चाहिँ ठुलो ट्रक आएको कारणले चाहिँ यहाँ गाडी फसिएको रहेछ अनि यो कारणले गर्दा हामी चाहिँ अर्को बाटो घुमेर आएका छौँ योमा चाहिँ अब बाइक नि छिर्ने रहन्छ केही पनि छिर्ने रहन्छ सर्प देख्यौँ सर्प वा सर्प हेरौँ त भर्खर बाटोमा आउने बेला सर्प देख्यौँ हामीले यस्तो ठुलो छ क्या त्यो फेरि यता आएको छ कहिले हाम्रो चाहिँ भर्खर बाटोमा आउने बेला मैले डेली सर्प देखेकै हुन्छ अहिले सर्प देखियो यस्तो कालो बिरालो देखियो अहिले सर्प हेरौँ त भयो डर लाग्ने सर्प सर्प चाहिँ ए देख्न सक्नुहुन्छ है सर्प धेरै ठुलो छ सर्प यस्तै सर्प नखेको जुम गर्दा त यति आएछ देखिने है तनी के हेर्नु जुम गर्दा त सर्प त हजुर सर्प त हेरौँ त के गयो भित्र डोडाएर सातो लैदिएछ